हेलो एभ्रिवान, आज फेरि एउटा सानो मिनी ब्लग लिएर आएको छु। हेरेर माया गरिदिनु होला। म चाहिँ बिहान उठेँ अनि उठेर नुहाइधुवाइ गरेँ। त्यसपछि म चाहिँ गएँ घर बढार्नको लागि। अनि मैले घर सबै बढाइसकेँ। हेर्नु न, बिहान बिहानै हाम्रोतिर कति कडा घाम लागिरहेछ साथीहरू। अनि म चाहिँ गएँ फुल टिपेर पूजा गर्नको लागि। अनि मैले पूजा पनि गरिसकेँ। त्यसपछि खाना पनि त बनाउनै पर्यो। अनि त्यसपछि मैले बोडी थियो अनि त्यो बोडी निकालेर गएँ केलाउनको लागि। अनि म चाहिँ बसेर सबै बोडीहरू केलाएँ। अब कति भिडियो हालेँ कि कति फोटो हालेँ कि बोल्न नजाने पनि के बोलेँ कि भनेर भन्नु होला साथीहरू। प्लिज त्यस्तो चाहिँ नभनिदिनु होला, किनभने अब यसो फेसबुकहरू हेर्दाखेरि होइन धेरैजनाको यस्तै भिडियोहरू यस्तै फोटोहरू होइन हालेको देखेँ। अनि म पनि त अब यत्तिकै मोबाइलै चलाइराखेँ नि त दिनभरि होइन। अनि यत्तिकै अब आफूले के गर्छु भनेर डेली रुटिनहरू अपडेट गरेको मात्र हो साथीहरू। अब यो फेसबुक मोनिटाइज गर्ने साथीहरूले त बुझ्नुहुन्छ, अब नगर्ने साथीहरूले त झ्याउ लाग्छ होला नि त फोटो भिडियोहरू हाले गर्दाखेरि होइन। अब त्यस्तो इरिटेसन हुन्छ भने भिडियोलाई स्किप गर्न पनि सक्नुहुन्छ साथीहरू। मन पर्यो भने लाइक कमेन्ट गर्न सक्नुहुन्छ, मन परेन भने स्किप गर्न सक्नुहुन्छ साथीहरू। थ्याङ्क यू फर वाचिङ एभ्रिवान। बाई बाई।